Hi everyone, welcome to my mini vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज चाहिँ म दिदीको घर जाँदैछु। किन जाँदैछु भनेर चाहिँ हजुरहरूलाई म भिडियो मार्फत देखाउने छु। अनि म चाहिँ बस स्टेसन पुग्न लागिसके। अहिले चाहिँ म बस वेटिङ गरिरहेको छु। अनि आज चाहिँ हामीले मोमो खाने प्लान बनाएको थियौँ। फाइनली दिदीले चाहिँ किमा रेडी गरिसक्नु भएको रहेछ। म पुग्दाखेरि म गएर यता अचारको लागि टमाटर काटेर रेडी गरेँ। यता अचार पाक्दैछ। अचार पाकुन्जेली म चाहिँ मोमो बनाउनतिर लागेँ। मलाई चाहिँ मोमो त्यति धेरै राम्रो बनाउनु चाहिँ आउँदैन, त्यही पनि खाने मुखलाई जुगाले छेक्दैन भन्ने कुरालाई मध्यनजर गर्दै मैले चाहिँ यस्तो मोमो बनाएँ। अनि यहाँनिर चाहिँ यति धेरै मोमो भइसक्यो, यति बनाइसकेँ। अनि यहाँ चाहिँ यो हामीले फ्रोजन गरेर राख्नको लागि यति बनाएर राख्यौँ। यता अचार पनि वाउ यस्तो दामी देखिएको छ। मोमो पाकुन्जेल यता दिदीले रोप्नु भएको खोर्सानीहरू मैले चाहिँ भिडियो बनाएर राखेको छु। कस्तो राम्रो, हेर्नु न, फ्लावर त्यस्तै राम्रो छ। अनि म चाहिँ यता नक्कल पार्दै भिडियो बनाइराखेको छु। ब्याकग्राउन्ड कस्तो राम्रो देखिएको छ, हेर्नु न, वाउ। ब्याकग्राउन्ड सँगसँगै म पनि कति धेरै राम्रै देखेँ कि भनेर म आफै मक्क परिरहेको छु। कस्तो राम्रो छ कि, वाउ कस्तो राम्रो, धेरै राम्रो। राम्रो मैले कतिचोटि भनिसकेँ है, तपाईँहरूले पनि काउन्ट गरिरहनु भएको होला। अनि यता मोमो पाकिरहेछ, पाक्दैछ। फाइनली हाम्रो मोमो रेडी भइसक्यो। हामीले चाहिँ अनि मोमो हालिसक्यौँ। कस्तो इन्जोय गरिरहेको थियौँ। अनि हामीले मुभी हेर्दै मोमो खायौँ। अनि मुभी हेरिरहेको थियौँ, निन्द्रा पनि लागिरहेको थियो। अनि त्यसपछि हामी चाहिँ सकेर घरतर्फ लाग्यौँ। थ्याङ्क यू फर वाचिङ।